समीकरण फेरि बदलिँदैछ। नयाँ खेलाडीहरू मैदानमा आउँदैछन्। परिवर्तनलाई रोक्न सकिँदैन दाइ, हामीले त्यसलाई आफ्नो पक्षमा पार्नुपर्छ। जसले सत्यको बाटो छोड्छ उसले शक्ति पनि गुमाउँछ। एक क्रान्तिकारी जसले अचानक संन्यास लियो। यो भूमि हाम्रो हो, अब अन्याय सहँदैनौ। हामी आफै भाग्यले एक उपेक्षित योद्धा। म्याडम, तपाईको प्रतिक्रिया? एक संरक्षक जसले युद्धमा कतैले शस्त्र उठाइनन्। हामीले के गल्ती गरेका थियौँ र? एक निर्दोष जसले केही पनि चाहेन र सबै गुमायो। काम सकियोस् वा कुनै गल्ती नहोस्। एक दावेदार जसले सत्ताको लागि आफ्नो ज्यानमाथि खेल्यो। यसपटक कसलाई विश्वास गर्ने? सबैका अनुहारमा एउटै लालसा छ। एक उत्तराधिकारी जसका लागि सत्ता जन्मसिद्ध अधिकार थियो। अब चुप लागेर बस्ने समय छैन। यो युद्ध जनताको लागि हो। एक आदि शक्ति जो रणभूमिमा उत्रन बाध्य भइन्। राजनीति जहाँ एकै सत्य छ, जित कुनै पनि मूल्यमा। साँचो शक्ति पदमा होइन, जनताको विश्वासमा हुन्छ। एक वैरागी जसले मैदानमा प्रवेश गर्दै खेलका सबै नियम बदलिदियो।